Hi guys, welcome back to my YouTube channel again. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। आजको भ्लग चाहिँ एकदमै स्पेशल हुनेवाला छ साथीहरू। अहिले चाहिँ हामी बौद्ध जान लागिरहेको छौँ किनभने मेरो साथीको बर्थडे हो आज चाहिँ अनि उसको बर्थडेको दिनमा चाहिँ हामी बौद्ध घुम्न जान लागिरहेको छौँ। बौद्ध पूरा गरेर कतिचोटि बालेर अनि त्यसपछि आउँछौँ। चन्द्रमा झै मुस्कान आज चाहिँ मेरो साथीको बर्थडे हो कि सुन्ताको बर्थडे अनि त्यसपछि आज चाहिँ मैले उसलाई सरप्राइज दिन्छु भन्ने सोचिरहेको थिएँ कि हिजोदेखि मैले प्लान गरिरहेको थिएँ अनि उसलाई चाहिँ केही थाहा छैन कि मैले उसलाई सरप्राइज दिन्छु भनेर के उसलाई चाहिँ केही आइडिया नै छैन। अनि चाहिँ म केक अर्डर गरेँ मैले सानो अनि त्यसपछि त्यसलाई म सरप्राइज दिन्छु उता गएर अनि के हुन्छ हजुरहरूलाई देखाउने नै छु। एकदम डर लागिरहेको छ। सरप्राइज भयो म सोचेकै थिइनँ सोचेको थिएन त्यही भएर म तिमीलाई मैले अगाडि पठाएको त नि अनि पो म त किन जाऊ भनेर नै पछितिर बस्दा मात्र भन्छु। फाइनली मेरो सरप्राइज चाहिँ सक्सेस भइसकेको छ अनि हामी चाहिँ यसलाई सरप्राइज दिएर नि केक काटेर नि बाहिर हिँडिसक्यो। अब माथि डाँडातिर गएर भेटौँला साथीहरू। गाइस हामी चाहिँ यहाँ डाँडातिर घुम्न आएको थिएँ होइन उसको बर्थडे हो नि त आज अनि यसो सेलिब्रेट गर्न हामी चाहिँ माथि डाँडातिर आएको थियो कि घुम्नलाई होइन। टिकटक बनायौँ फोटो चाहिँ खिचेन टिकटक चाहिँ बनायौँ अनि लास्टै जाँदो रहेछ ककर्क भइसक्यो हामी चाहिँ अब सत्य हो साथीहरू। अब हामी चाहिँ जाँदैछौँ घरतिर। जाडो मौसम छ घाम ताप्न आएको थियो होइन त्यही अब घाम पनि गइसक्यो घर जानुपर्छ। ठन्डी ठन्डी के भन्छ गीत पनि आउँदैन मलाई फेरि यस्तो बेलामा। त्योसँग चाहिँ मेरो कति दिनपछि भेट भएको क्या आज त्यही भएर एकदम रमाइलो भयो। स्पेशल दिनमा स्पेसलै भयो। त्यही हो साथीहरू। अब चाहिँ म भ्लग इन गर्छु होला साथीहरू। अब म के भन्दा भ्लग बनाउँदिनँ तलतिर चाहिँ अब घर जानुपर्छ। सो हजुरहरूलाई आजको भ्लग कस्तो लाग्यो भनिदिनु होला अनि सरप्राइज कस्तो लाग्यो सबै कमेन्ट गरिदिनु होला साथीहरू। सो तिमीकै भन्यो सो त्यही हो साथीहरू। लास्टसम्म हेरिदिनु भयो सबैलाई धन्यवाद अनि त्यही हो साथीहरू। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ।